हेलो, गुड आफ्टरनुन। यो समयमा चाहिँ म तपाईँहरूको माझमा गुड आफ्टरनुन भन्न चाहे, किनभने यो समय चाहिँ 2-3 बजेको समय छ। तपाईँहरू कस्तो अवस्थामा हुनुहुन्छ? तपाईँहरू सायद आरामै अनि सन्चै हुनुहुन्छ होला भन्ने म आशा गर्दछु। मैले चाहिँ यो समयमा मेरो नयाँ युट्युब च्यानलमा मेरो एउटा भिडियो पोस्ट गर्दैछु। तपाईँहरूले हेरिदिनु होला। नयाँ युट्युब च्यानलमा चाहिँ सुरुवात गर्दाखेरि कुन तरिकाले कस्तो तरिकाले गर्ने थाहा नभए तापनि तपाईँहरूको साथ अनि सहयोगले चाहिँ म अवश्य पनि गर्न सक्नेछु भन्दै मेरो यो भिडियोलाई सुरु गर्न चाहे हुन्छ। तपाईँहरूलाई म थोरै नजराहरू देखाउँदै म मेरा कुराहरू राख्नेछु है। हुन्छ, सबैजनालाई चाहिँ यो समयमा तपाईँहरूले देख्न सक्नुहुन्छ, म चाहिँ यस समयमा दाङको खोराई ठाउँमा छु। तपाईँहरू जुन ठाउँमा जस्तो सुकै ठाउँमा जस्तो अवस्थामा हुनुहुन्छ, यो समयमा चाहिँ म तपाईँहरूलाई यो भिडियो पोस्ट गर्दैछु। तपाईँहरूको माझमा चाहिँ म सधैँ अब यस्तै गरिकन धेरै किसिमका भिडियोहरू चाहिँ तपाईँको माझमा प्रस्तुत गर्नेछु। भिडियोहरू चाहिँ यस प्रकार हुनेछन्: सहरतिरका नयाँ नयाँ ठाउँहरू देखाउने, गाउँघरतिरका पहाडहरू, गाउँघरतिरका नयाँ नयाँ ठाउँहरू, झरनाहरू देखाउँदै म तपाईँहरूलाई आनन्द दिनेछु। त्यसै गरिकन यो प्रत्येक ठाउँहरू, प्रत्येक प्राकृतिकहरूको फोटोहरू, भिडियोहरू खिचिकन म तपाईँहरूको माझमा पस्कने मैले कोसिस गर्नेछु। यो समयमा चाहिँ म सहरतिर भएको कारणले यता बजारतिरको भिडियोहरू तपाईँहरूको माझमा मैले चाहिँ देखाउँदैछु यो समयमा है। अनि पछाडिको समयमा चाहिँ त्यस्तै खालका रमाइला भिडियोहरू, त्यसै गरिकन कुनै नयाँ नयाँ ठाउँहरू को तपाईँहरूलाई म अवलोकन गराउनेछु, देखाउनेछु भन्दै मैले यो भिडियोहरू बनाउँदैछु। त लाग्छ मलाई कि तपाईँहरू सबैजनाले मन पराइदिनुहुनेछ, सबैजनाले चाहिँ साथ सहयोग सपोर्ट गरिदिनुहुनेछ भन्ने म पूर्ण आशा मनभरि सङ्गालेको छु र तपाईँहरूलाई यी सम्पूर्ण अवस्थाहरू देखाउँदैछु। आजको मौसम है, आजको मौसम चाहिँ एकदमै रमणीय छ। बर्खाको समय भए तापनि आज चाहिँ पानी नआएर एकदमै धेरै घाम पनि नलागेर चाहिँ बादल लागेर एकदम राम्रो मौसम गरेको छ यो आकाशतिरको मौसमहरू है। तपाईँहरूले चाहिँ त्यति मात्र नभइकन चाहिँ भिडियोहरूमा चाहिँ मोटिभेसनलका कुराहरू, ती सम्पूर्ण कुराहरू चाहिँ म तपाईँहरूको माझमा पस्कदै जानेछु र तपाईँहरूले माया गरिदिँदै जानुहोला भन्ने म आशा गर्दछु। र त्यसै गरिकन यदि तपाईँहरूको युट्युब च्यानलहरू छ भने म तपाईँहरूको युट्युब च्यानललाई र तपाईँहरूले मेरो युट्युब च्यानललाई गरिकन एक अर्काले साथ सहयोग गरिकन हातेमालो गरेर अघि बढ्नेछौँ है त हामी सबैजना। जति तपाईँहरू युट्युब खोल्नुभएको छ, युट्युब च्यानल खोल्नुभएको छ, ती सबैजनासँग चाहिँ एक अर्काले भिडियो बनाउँदै सेयर सब्सक्राइब गरेर हामी अघि बढ्नेछौँ। तपाईँहरू सम्पूर्णजनाको लागि यो भिडियो त्यसै गरिकन सम्पूर्ण अवस्थाहरू मैले तपाईँलाई देखाइसकेँ। यो समय चाहिँ कुन समय हो अनि कुन अवस्थामा मैले भिडियो बनाउँदैछु सबै तपाईँहरूलाई थाहै छ है। प्रत्येक अवस्थाहरूमा चाहिँ एकदमै प्राकृतिक सुन्दर अवस्थाहरू देखाएर म तपाईँहरूको माझमा भिडियो बनाउँदैछु। देख्नुभयो तपाईँहरूले चाहिँ आजको भिडियो। त्यसै गरिकन योभन्दा पछाडिका समयमा पनि तपाईँहरूलाई यस्तै खालका भिडियोहरू बनाइकन म तपाईँहरूको माझमा ल्याउने नै छु। सम्पूर्ण जनहरूले चाहिँ साथ सहयोग चाहिँ गरिदिनु होला भन्ने म पूर्ण आशा राख्दछु। त्यसै गरिकन भनिन्छ नि, जसले गर्छ त्यसले कतनी पनि गर्छ। त्यस्तै जस्तो जसले भिडियो बनाउँछ, जसले दुःख गर्छ, त्यसले चाहिँ अन्तिम अवस्थासम्म चाहिँ सबैको साथ सहयोग चाहिँ पाउने नै छ। त्यसै गरिकन यदि तपाईँहरू जतिजना हुनुहुन्छ भिडियो नबनाएका, भिडियो बनाउँ लाग्ने व्यक्तिहरू जति पनि हुनुहुन्छ, तपाईँहरूले पनि भिडियो बनाउनुहोस्। यसरी नै भिडियो बनाइकन युट्युबहरूमा राख्नुहोस्। त्यो गर्दाखेरि आफ्नो समयमा चाहिँ मोबाइल हेर्ने, त्यसै गरिकन आफ्नो समयलाई चाहिँ यत्तिकै बर्बाद गर्नुभन्दा यो भिडियोहरू बनाइकन भिडियो मार्फत पनि आफूले थोरै भएका आफूमा जे जस्तो कुराहरू छ ती सम्पूर्ण कुराहरू देखाउने, आफ्नो वरिपरि कस्ता खालका अवस्थाहरू छन्, कस्ता खालका दृश्यहरू छन्, ती सम्पूर्ण दृश्यहरू चाहिँ तपाईँले देखाउन सक्नुहुन्छ। ती सबै कुराहरूको माध्यम चाहिँ यो अनलाइन माध्यम हो। तपाईँहरू सम्पूर्णजनाले गर्न सक्नुहुनेछ। तपाईँहरूले गर्नुहोस् भन्ने म सबैजनालाई उत्साह पनि दिन्छु कि गर्नुहोस् भनिकन है। किनभने
यो बनाउँदै गर्दाखेरि धेरै टाइम पनि लाग्दैन, त्यस्तै 10-15 मिनटमा सम्पूर्ण भिडियोहरू कम्प्लिट हुन्छ र त्यो गर्दै गर्दाखेरि तपाईँहरूलाई नयाँ उत्साह पनि मिल्छ, नयाँ जोस जागर पनि मिल्छ भिडियोहरू बनाउँदै गर्दाखेरि। त्यसै गरिकन तपाईँहरू अघि बढ्नुहोस्। तपाईँहरूलाई सफलताको शुभकामना हुन्छ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने त्यस्तै खालको सल्लाह सुझावहरू दिन नभुल्नुहोला र अर्को भिडियो नआउन्जेलसम्म बिदा दिनुहोस्। हस्त नमस्कार।